मान्छे मार्न पाइन्छ? मान्छे मार्न पाइदैन। सबैका छोराछोरी हामीले पनि छोराछोरी जन्माएका छौँ। मार्नका लागि होइन नि त रोडमा। यत्रो केही नभए दुईटा ज्यान देखे अनि खामुसकाका लागि जनताले के अनि सक्छन् भने स्थानीयले गर्नु नभए जनताका बिचमा गरिदिनु पर्यो। हामीहरू पनि त्यसलाई मार्छु रुपियाँ केही चाहिएन कसैका रुपियाँले किनेर ज्यान आउने हो र भने के दसैँ यहाँ दुईजना युवाको ज्यान गएपछि यहाँनिर राजमार्ग अवरुद्ध भएको छ। हामी देख्न सक्छौँ लम्बी नगरपालिका वडा नम्बर 10 बाट यो दृश्य तपाईँलाई देखाइरहेका छौँ। मान्छे दुईटा ज्यान गएका छन् यहाँ। अनि सामान्य थोडी छ यो फोर लाइन बनाउँछु भने कहाँ गयो? शान्तिपूर्ण हामी जनप्रति कहाँ गयो अहिले? आउनु पर्यो नि त अहिले। कहाँ गए नगर प्रमुख, कहाँ गए उपनगर प्रमुख, कहाँ गए सांसद, कहाँ गए? यो बनाउनु पर्यो नि। दैनिक यो घटना घटाउन पाइँदैन। मान्छे मार्न पाइँदैन यहाँ। सबैले जिउनका लागि जन्म दिएको हो। यो संसार देख्नका लागि जन्मेका मान्छे हुन्। कोही आएको छैन। हिजो साँझ 4 बजे घटेको घटना हो। अहिलेसम्म कोही पनि छैन। अहिलेसम्म सरकारका मान्छे त आउनु पर्ने नि होइन? आउनु पर्ने। एउटाले त आउनु पर्छ। वडाबाट गए पनि आउनु पर्छ। एउटाले गए पनि होइन नि त। यो एउटा मान्छे त दुईटा ज्यान गएको घटना हो यो। सरकारको खुसी नभएको कुरा गर्नु। बुढेसकालका आमाका बुढेसकालका गठी खुसिएका छन् यहाँ। अनि हाम्रो लागि कालो दिनमा नयाँ साल होइन दुनियाँलाई नयाँ साल कालो दिन एउटा लास्ट गइरहँदा यो नयाँ साल आए तापनि यो कालो दिन रहेछ हाम्रो यो वडाका लागि र हाम्रो यहाँका मानिसका लागि होइन। हामी तपाईँको इच्छा पुरा गर्छु भन्ने नेताहरू कहाँ गए आज? उनीहरूले पनि आउनु पर्यो नि यहाँ। उत्रनु पर्यो यहाँ। चुनावमा भोट मात्रै माग्न हात जोड्नु भएन। अहिले जनतालाई समस्या परेर आउनु पर्यो नि होइन? आउनु पर्यो। अहिले उपस्थित आज कहाँ गए ती सान्त्वना त दिनु पर्यो नि त। धेरै केही दिनु पर्यो। हामी छु भन्न पर्यो। कहाँ गए नगरको कुरा त? आज कहाँ गए त? नेता कहाँ गए त आज? नयाँ जितेकाहरू पनि त आएनन्। सान्त्वना दिनु पर्यो नि। आउनु पर्यो। उहाँहरूले पनि आउनु पर्यो। खालि हात जोडेर हामी तपाईँका इच्छा मागहरू पुरा गर्छु भन्न मात्रै पाइँदैन नि त। आज कहाँ गए त? यत्रो घटना भइरहेको छ। हिजो साँझ 4 बजेदेखिका मान्छे यहाँ सडकमा उत्रिरहेको छ। कहाँ गए त? उहाँहरूको आमा बुवालाई हेर्नुहोस्। कोही आयो अहिले? अनि कम पीडा छ उहाँहरूलाई? यदि आधा घण्टामा आएन भने हामी मोतीपुर पुगेर हामीले के गर्नु पर्ने? अघिल्लोचोटि हामीले शान्तिपूर्वक नै हामीले बनाएको कारणले उहाँहरूले हाम्रो लापरवाही गर्नुभएको हो। योचोटि अहिले हामीले आधा घण्टामा के पनि भएन भने अहिले आधा घण्टामा मोतीपुर गर्न जान्छौँ। मोतीपुर गएर त्यो के गर्नुपर्ने प्रशासनलाई के गर्नुपर्छ त्यहाँभन्दा पछि पुरा जनता निकास चाहियो नि। निकास बोलेको होइन। किनभने हिजोदेखि यात्रुले दुःख पाएको छन्। यात्रुलाई दुःख दिने उद्देश्य होइन हाम्रो। जनतालाई दुःख दिने उद्देश्य होइन। हिजोदेखि बसिरहेको छ। के गर्नु पर्ने? हामीहरूले गइकन मोतीपुरमा आतंक गर्नुपर्छ या त तिनीहरू आधा घण्टा भित्रमा हामीहरूलाई हिजै दिदिनु पर्ने। हिजै दिनु पर्ने। हिजो 4 बजे घटेको घटना हो नि यो त। अहिलेसम्म केका लागि चुप छन्? पैसा घुसाइरहेको छन् र भनेको पैसाका मान्छे हुन्। ज्यान हुन् पैसाका। तिनीहरूले अहिले आधा घण्टामा दिएन भने यहाँको जनता उर्लेर केही तोडफोड गर्नु त्यसलाई त्यही भित्र गएर मार्न तयार छन्।